कुरा हो 2082 साल दशैंको, यानि कि फुलपातीको, जुन समयमा 5-5वटा नेपाली चलचित्रहरूको महाभिडन्त हुँदैछ। र ती कुन कुन चलचित्रहरू हुन्, अनि ती चलचित्रमा कुन कुन कलाकारहरू छन्, अनि चलचित्रको हाइप कस्तो छ, कुन चलचित्रले बाजी मार्ने देखिँदैछ त। आजको भिडियोमा हामी यस विषयलाई लिएर चर्चा गर्नेछौँ। पहिला कुरा गरौँ चलचित्र माइती घरको, जुन चलचित्रमा हामीले प्रकाश सपुत, धीरज मगर, उपासना सिंह ठकुरी र केदार घिमिरे अर्थात् माग्ने बुढा जस्तो कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौं भने यस मुभीको डिरेक्टर रहेका छन् मिलन तामाङ, जुन चलचित्रलाई फुलपातीको दिनमा रिलिज गर्ने तयारी भइरहेको छ। यति बेलाको अवस्थामा हेर्ने हो भने यस चलचित्रको हाइप त्यति धेरै बनिसकेको छैन। तर अर्को कुरा, यस चलचित्रको प्रमोसनको लागि मात्र यस चलचित्रको टिमले 1 करोड खर्च गर्ने भएका छन्। भनेपछि यस चलचित्रको टिम पनि कोही भन्दा कम भने त पक्कै पनि छैन। र यस मुभीमा पनि कलाकारहरू एकदमै राम्रो छनौट गरिएको छ। यदि मुभीको स्टोरी दमदार छ भने यस चलचित्रले पनि अन्य चलचित्रहरूलाई राम्रोसँग टक्कर दिन सक्ने देखिन्छ। अब कुरा गरौँ अर्को चलचित्रको, जुन चलचित्र पनि फुलपातीकै दिनमा रिलिज हुँदैछ, जुन चलचित्रको नाम हो महाराज धिराज। यस चलचित्रको कुरा गर्ने हो भने यसको नाम आफैमा स्ट्यान्डर्ड छ, महाराज धिराज। र यो चलचित्रको नाम सुन्दाखेरि नै बाहुबली टाइपको भाइब्स आउन थाल्छ। अब स्टोरी कुन खालको छ, अनि यस मुभीलाई मेकर्सहरूले कसरी मेकिङ गर्छन्, अनि मुभी कस्तो बन्छ त्यसमा भर पर्छ। यस मुभीमा पनि कलाकारहरू 101 देखिन्छन्, जसमा पल शाह, आर्यन सिग्देल, रमेश उप्रेती जस्तो कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौं भने यस मुभीको डिरेक्टर रहेका छन् परिषद सेन। अहिलेसम्म यस मुभीको एउटा फर्स्ट लुक पोस्टर मात्र रिलिज भएको छ, तर मार्केटमा मुभीको हाइप भने निकै राम्रो बनिसकेको छ।